हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी पर्व बहुमुखी क्याम्पसको 4th इयरको दाइ दिदीहरूलाई बिदाई गर्न जाँदैछौँ। कहाँ भने ग्लोबल पार्टी प्यालेसमा मसँग छिनिनी मोनिका। हाय मेरो त त्यसैगरी आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि यस्तै क्याम्पसका अध्यक्ष तुलसीराम चौधरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहण गरिदिनुका लागि यसै क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र खरालज्यूलाई आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। कार्यक्रम सञ्चालिका उपस्थित सबैजनालाई मेरो न्यानो अभिवादन। म सीता खड्डेल। आजको यस विशेष विदाई तथा शुभकामना प्रकट समारोहमा सबैजनालाई स्वागत गर्न चाहन्छु। आज हाम्रो अग्रज दाजु तथा दिदीहरूलाई विदाई गर्न जाँदैछौँ। उहाँहरू सबैलाई म उज्जवल भविष्यको कामना गर्न चाहन्छु। उहाँहरू जहाँ पनि जानुहुन्छ उहाँको सधैँ नै राम्रो होस्, उहाँले सोचेको चाहेको सधैँ नै पुरा होस् भन्न चाहन्छु। अनि उहाँहरू जहाँ पनि जानुहुन्छ हाम्रो कलेजको नाम उज्जवल स्थानमा राख्नुहुन्छ भन्ने पनि आशा गरेको छु। उहाँहरूको उज्जवल भविष्य, समृद्धि र सुशान्तिको कामना गर्न चाहन्छु। हाम्रो कलेज परिवार र हामी सबैजनाको तर्फबाट म उहाँहरूलाई धेरै याद गर्नेछौँ भन्न चाहन्छु। अनि आउँदै गरेको परीक्षाको लागि पनि शुभकामना दिन चाहन्छु। त्यसै गरी म आफ्नो स्वागत मन्तव्य यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। नेपाल यस कार्यक्रमको प्रमुख अतिथि पर्व बहुमुखी क्याम्पसका स्थापना समितिका अध्यक्ष आदरणीय समाजसेवी व्यक्तित्व तुलसीराम चौधरीज्यू, यस कार्यक्रमका अतिथि दीर्घमा रहनुभएका यस क्याम्पसका क्याम्पस प्रमुख विद्यार्थी विजय विश्वकर्मा तपाईँहरूको समक्ष एउटा हाम्रो गीत लिएर आएको छु। आशा गर्छु सबैले सुनेर साथ दिनुहुनेछ। हेलो हेलो Time
गाउनु होला है त बहुत